So hello guys, welcome to my channel again. It's me Samiksha vlog है. आज चाहिँ म रङली जाँदैछु हाम्रो यता बजार. किन भन्दाखेरि चाहिँ के भन्छ मेरो स्कुलको अलिकति काम थियो, प्रोजेक्टको लागि सामानहरु किन्नु थियो. त्यही भएर अन्त अलिअलि कामहरु पनि छ. अन्त गएको है. साथी र म जाने भन्ने थियो. त्यो चाहिँ फेरि नजाने भएछ. अन्त म एक्लै गएँ. त्यो गयो भने चाहिँ तलबाट निस्केर पाडी निस्केर जाने भन्ने थिएन. उ पाडी निस्किनु पर्थ्यो त्यहाँ तलबाट गएको भए चाहिँ. के भन्दाखेरि नि अन्त साथी चाहिँ नजाने भयो. अन्त म मात्रै गएको है त. अब म बजार पुगेर के गर्छु तपाईहरुलाई देखाउँछु नि. आवाज यस्तो उकालो हिँड्नुपर्छ. हिँड्नु पनि पर्थेन कि घरकै माथि गाडी आइपुग्थ्यो. फेरि रोड भत्किएकोले गर्दाखेरि के को कहीँबाट राम्रो टुक्नेको छैन. रोडै तलबाट पनि भत्किएको छ, माथिबाट पनि भत्किएको छ हो. अलिक माथि पुगेर भेटौँ न तपाईहरुलाई. सो गाइज अरू कुरा त यस्तै उस्तै भइगयो हो. अन्त के भन्छ म चाहिँ नजाने भएको थिएँ. फेरि साथी जान्दिनँ भन्दाखेरि चाहिँ एक्लै अल्छी लाग्यो नि त. रङलीमा पुरा अल्छी लाग्छ एक्लै छ भने चाहिँ हो. अन्त फेरि लुगा फेरेर बसेँ. अन्त आमाले चाहिँ दादालाई कल गरिदिनु भएछ. अन्त मैले अगाडि पनि भनेको थिएँ फर्किँदाखेरि चाहिँ आउँछु, जाँदाखेरि साथीसँग जान्छु भनेको थिएँ. अनि फेरि त्यो नजाने भएर चाहिँ म लुगा फेरेर बस्यो कि. अन्त आमाले फेरि अब भोलि प्रोजेक्ट बुझाएन अन्त मार्छ भनेर चाहिँ आमा के गर्नु भनेको जान अन्त अरे. अन्त त्यहाँबाट घरमा पनि अलिक काम हुँदैछ हो. अन्त एक दिन छुट्टीमा घरमा बस्दैनछु भन्दै थियो. तर पनि के गर्नु अब प्रोजेक्ट छ हो. गाली खानु त भएन. अब त सिधै म्यामले त क्लासबाट बाहिर फ्याँकिदिन्छ मलाई त. भोलि पनि गरेर बुझाएन अन्त. अन्त अहिले चाहिँ हजुरको मेरो आउटफिट चाहिँ यस्तो छ हो. बाटोमा हिँड्दै टिपेर हिँडेको. ल गाइज अब म दादाले कल गर्नुभएको थियो, आउनुहुँदैछ अरे. म गाडीमा चढेर तपाईँहरूलाई भेट्छु ल. के कस्तो हुन्छ बजारमा गएर म के गर्छु, किन गएको, कारण चाहिँ के थियो भनेर देखाउँछु नि है. गाइज म चाहिँ यहाँ माथि आएर बस्दा भइसक्यो हो. दादा अझै पनि आउनु भएको छैन. कतिखेर पर्खिनु पर्ने हो. हाम्रो चाहिँ हेर्नु नि यहाँसम्म कार्पेटिङ छ हो. यहाँदेखि उता हेर्नु त बाटो. यो बाटो चाहिँ पहिल्यै बनिएको हो. तर टाटा र उयो कुदेर चाहिँ यस्तो भएको हो कि. यो बाटो चाहिँ फेरि राम्रो छ मेरो पछाडि देख्दै गरेको. अन्त यो बाटो चाहिँ हाम्रो कहाँ जान्छ भन्दाखेरि यो बाटो चाहिँ हाम्रो लरबिरिङ जान्छ, पाक्योङ पनि जान्छ, अन्त रङली, रोडेथाङ, उता सिङताम जहीँ पनि जान्छ. यो यताको बाटो चाहिँ यो चाहिँ रङली जान्छ. योबाट पनि सबै ठाउँ जान्छ, योबाट पनि सबै ठाउँ जान्छ. यो माथिबाट चाहिँ अप्पर बिरिङ भएर पुग्छ हो. यसको चाहिँ फर्स्ट केराबारी पुग्छ, अन्त यता आइपुग्छ हो. सो त्यही छ. म चाहिँ गाडी पर्खिँदैछु. दादा माथि जानुभएको छ होला. साँच्चै आङ्कुचिङ्कु छ मान्छे भन्नुहुँदै थियो. मान्छे लिनु जानुभएको छ होला. अन्त आएर गाडीमा चढेरै भेट्छु. हवस्. म चाहिँ आइपुगेँ बजार हो. अब मेरो यहाँ सामानहरू किन्नु छ. म देखाउँछु तपाईँहरूलाई के किन्नु भनेर. रङलीको चाहिँ भ्यूको त्यस्तो छ. अघिसम्म पानी पर्दै थियो, अहिले चाहिँ चडक घाम लागेको छ. अहिले भेटौँ ल तपाईँहरूलाई. यहाँ आइपुगिसकेँ हो. यहाँ चाहिँ भाबीले प्रिन्ट गरिदिनु हुँदैछ. मेरो योगाको अलिक प्रिन्टहरू गर्नु थियो पीको हो. अन्त फोटोहरू पनि निकाल्नु थियो. जान्दैछ चस्मा लगाउनु पऱ्यो होला. मेरो चस्मै बिर्सेछु नि त मैले आज घरमै हो. अहिले भेटौँ न त. यही चल्दैन नि त यहाँ चाहिँ जियोको. फेरि रङलीमा चाहिँ त्यस्तै प्रब्लम हुन्छ हो. गाइज मैले चाहिँ प्रिन्ट आउट गरिसकेँ हो. अब चाहिँ मेरो के किन्नु छ भन्दा एक्सर्साइज पेपर किन्नु छ. अन्त यहाँको यस्तो भएको छ दिन चाहिँ गरमले. म सेल्फी आँटिसकेँ. सो तपाईँहरूलाई चाहिँ अहिले भेट्छु ल. म एक्सर्साइज पेपरहरू भयो. अब प्र्याक्टिकल पेपरको त्यहाँ पुगेर सानोमा कभर पनि दिनु ल पेपरसँगै है. खुल्लामा हो पेपर के अरे.
कस्तो अँध्यारो आउँदो रहेछ यहाँभित्र त फिल्म गर्दा पनि के कभर पनि ब्ल्याकमा दिनु एउटा एउटा रेडमा दिनु कति हो यसको 70 ब्ल्याक र रेडमा दिनु ल प्लास्टिक पनि दिनु बाहिर ब्ल्याकमा छैन त्यही मात्रै दिनु कति भयो उयो ट्रान्सप्यारेन्ट प्लास्टिक पनि अहिले भेटौँ न गाइस अनलाइन पेमेन्ट गर्नुपर्ने भयो सबै काम सकेँ हो सबैभन्दा अब लुगा किन्नु जानु छ तर दोकान अन्त सौदाहरू किनेर घाम घाम यस्तो बेसी गरम भयो कि यहाँ हतार लाएर चाहिँ म सिएलडीमा आँटिसकेँ हो दादाले कल गरेको मैले सामानै किनेर सक्नु भएको मेरो काम छ एकछिन होइन छिटो गर्नु तपाईँहरूले सक्यो हुन्छ भन्दैछ कि अलिकति काम चाहिँ मलाई दाजु रङ्गलीको हाट बजार चाहिँ यहाँबाट जान्छ हो मेरो चाहिँ अब हाफ प्यान्टहरू किन्नु छ एक तल्लो बजार घुमेर आएर किन्छु गाइसमा चाहिँ रङ्गलीको हाट चाहिँ कुछ यस्तो छ हाफ प्यान्ट खोज्न आएको हाफ प्यान्ट अङ्कल अङ्कल हाफ प्यान्टहरू छ सानो सानो रहेछ नि त यस्तो बेसी गरम भयो कति भयो अङ्कल म पेमेन्ट गरिहाल्छु र गाइस म चाहिँ पार्लर जाँदै गरेको हो नक्कली हुनु यस्तो बेसी गरम रहेछ कि रङ्गीमा मैले चाहिँ मिठाई चाहिँ यति मात्रै किनेँ बेसी किन्नु सक्दिनँ म घरमा देखेँ भने मेरो मुन्डी छिनाइदिन्छ बेसी मिठाई खाएको देखेर हो सबै काम सकेँ तर मैले भनेको जस्तो एक दुईवटा सामान चाहिँ किन्नु पाइनँ म पार्लर गएको हो हेलो आन्टी ठिकै हुनुहुन्छ गाइस म चाहिँ के भन्छु भन्न चाहँदाखेरि चाहिँ म चाहिँ घर आइपुगेँ भन्दा पनि हुन्छ हो यहाँ माथि रोडमा आइपुगेँ अब एकदम थाकेँ म चाहिँ आज घामले यस्तो बेसी गरम भयो अब गएर नुहाइ गर्नुपर्ने हुन्छ बेसी गरम भएकोले गर्दाखेरि सो अब सी यु अन द नेक्स्ट ब्लग है म चाहिँ कन्टिन्युसली भ्लग गर्नु पाउँदिनँ स्कुल जानाले गर्दाखेरि द टाइम पाएको बेला मात्रै गर्छु छुट्टीहरूको टाइममा सो अब कमिङ ब्लग के हुन्छ हेरौँ है त्यतिखेर भेटौँ न तबसम्मको लागि चाहिँ स्टे ट्युन एन्ड पिस